ल हामी चाहिँ आइपुग्यौँ अब लुम्बिनीको व्हाइट गुम्बामा हामी चाहिँ जस्ट आइपुग्यो। ल हेर्नुहोस् है यस्तो छ यहाँ चाहिँ कस्तो राम्रो देखेको छ है। सट्ट परेको व्हाइट गुम्बा दामी छ। यस्तो राम्रो ठाउँ छ एकदम पिस शान्तिको देश हो। तर के भन्ने हो यहाँ अयो यस्तै हो गाइजहरू हैन। सो तपाईहरु हेर्न सक्नुहुन्छ यो हो व्हाइट गुम्बा। हेर्नुहोस् अरू गाइजहरू चाहिँ त्यहाँ हिँड्दै आउँदैछन्। उनीहरू चाहिँ ल पुरा हो राम्री भएर हैन। तपाईहरुलाई यहाँ स्वागत छ। के गुम्बा रे? व्हाइट गुम्बा हो। व्हाइट गुम्बा जापानीज व्हाइट गुम्बा हैन हो यो व्हाइट गुम्बा हो। गुम्बामा हजुरहरुलाई स्वागत छ। आउनु होला रमाइलो गर्नु होला इन्जोय गर्नु होला फोटो खिच्नु होला र टिकटक बनाउनु हैन। म जापान पुगे खेडा हो। यो वाला जापान चाहिँ अलिक तातो छ मौसम हैन। खान्ने ल्याएर मैले नि बिन्ने मारेको छ। यसै छ गाइजहरु जापानमा। हेर्न फेरि यस्तै छ। वर्ल्ड ब्लेस्ड ब्लगर इन द वर्ल्ड यस्तै छ केटा हो। लिम्बुनी भेट्न आएको लुम्बिनीमा लिम्बुनीहरू भेट्न आएको। तिमीहरूको दादा खास गरी इन्डिया पनि पुगिसक्यो। विदेश गएर आइस विदेश। कस्तो छ तिमीहरू चाहिँ हेरिरहनु ल यस्तै छ हैन। कस्तो अब जाडो हाम्रो आमा चाहिँ पोखराबाट एक्लै घुम्न आउनु भएको। के अरे पोखराबाट अरे धनकुटाबाट एक्लै घुम्न आउनु भएको। यता हेर्दिनु कस्तो लागिरहेछ त यहाँ। हामी चाहिँ यस्तो भइरहेछ थोपडा। लुम्बिनीको व्हाइट गुम्बा भनेको चाहिँ राम्रो खालको भ्यू देखिरहेछ। यहाँ चाहिँ कमलको फुल यो चाहिँ 1000 गुम्बा रे। यहाँनिर के सबै देशहरुको गुम्बाहरू छ। चाइना इन्डिया। यो चाहिँ के वालाको कति 1000 वाला रहेछ यो चाहिँ थाहा भएन हौ। कस्तो राम्रो रहेछ त्यो भन्ने क्रम रहेछ। तर यहाँ भित्र चाहिँ मलाई जानु मन छ कि यस्तो भित्रमा चाहिँ हो म जाने भनेको। त्यो चाहिँ कुन चाहिँ रहेछ त अब? खोइ यो त अस्ट्रेलियाको त्यो ओपेरा हाउस जस्तै देख्छु म त। हो के ओपेरा हाउस जस्तै देखिरहेको छ क्या अस्ट्रेलियाको। कहाँको कस्तो राम्रो लाग्यो क्या यहाँ चाहिँ।
अङ्कल भेट्यो क्या आइसक्रिम ल यो चाहिँ सिङ्गापुर जाँदैछौँ है हामी अब ओ गाइस सिङ्गापुर जाँदैछौँ है हामी अब सिङ्गापुरको गुम्बा रे यो चाहिँ और सेकेन्ड र थर्ड यस्तो कति धेरै छ भने लुम्बिनीमा यहाँनिर चाहिँ फेरि दिदी बहिनी ठुलो मम्मी र चलिरहेको छ र अब हामी सिङ्गापुरकोमा अब हामी जाँदैछौँ पाप छ अरे भाइ गर्मी पाप छ अहिले एकछिन भेट्नुपर्छ ल ठ्याक्क हाई गाइज के हो हाई गाइस मात्रै हेलो एभ्रीबडी कस्तो लागिरहेछ त लुम्बिनी घुमेर एकदमै गर्मी हट अनि राम्रो लिम्बुनीहरू हेर्न आएको लुम्बिनीमा मूर्ति साध्यै मधेसी यो ठाउँ घुमिसक्यौँ होइन त्यो पर चाहिँ जर्मनी उता सिङ्गापुर त्यसपछि जर्मनी त्यसपछि यो चाहिँ फ्रान्सको त्यो चाहिँ फ्रान्स रे हामी घुम्दैछौँ हामीहरू चाहिँ विदेश भ्रमण गर्दैछौँ बेला बेलामा प्लेन चाहिँ ठाउँ ठाउँमा पुगिसक्यौँ धेरैवटा देशहरू अघि घुमिसक्यौँ जापान हामी होइन चाइना अब यो चाहिँ कुन देश रहेछ यो नेपालै होला छ नि हो त्यो नेपालले बनाएको बनाएको त नेपाली हो नि त तर उनीहरूको नामको होइन भ्यू चाहिँ यस्तो राम्रो देखिरहेछ यहाँनिर गौतम बुद्धको छोराहरू क्या सबै देशको गुम्बाहरू चाहिँ लस्करी एकै ठाउँमा रहेछ अहिले चाहिँ यहाँनिर कस्तो राम्रो निलो खालको कमलको फुल के यो देखेको थिइनँ मैले आज देख्न पाएँ यो पनि यतातिर फेरि यो कुन पिङ्क कलरको पनि हुन्छ यो फेरि कुन देशको हो थाहा भएन यो नेपालकै होला सबै ठाउँको सिङ्गापुरको भयो त्यहाँनिर नेपालको भयो ओपेरा हाउस जस्तो त्यहाँबाट जर्मन त्यहाँबाट फ्रान्स त्यहाँबाट यहाँ खोइ कता कता के हो जस धेरै खालको गुम्बाहरू चाहिँ धेरै देशको गुम्बाहरू चाहिँ एउटै लाइनमा बनाइएको रहेछ यो चाहिँ चाइनिज गुम्बा ए सरी यो चाहिँ चाइनाको राजा होला कि राजा रानी होला कि यो चाइनिज गुम्बा हो नि त अनि चाइनिज गुम्बा चाहिँ चाइनाकै राजा रानी राखेको होला सायद निहाउ भनेर हाल्छ निहाउ यहाँबाट टक्कै एउटा वाउ कस्तो राम्रो देखेको हो क्या यो चाहिँ चाइनिज गुम्बा चाहिँ लास्टै राम्रो देखिरहेको रहेछ हौ यहाँबाट भ्यू पनि म चाइना आइपुगेको भर्खर चाइना चाइना कस्तो दामी चाइना छ चाइनामा चाइनिज मान्छे त्यहाँ दौडेदै जाँदै हुन्छ अब यहाँ सुरु नभइकन जानु भनेको थिएँ मैले यस्तै छ अब चाइनिज बोलिन्छ नि हाउ आइडिया छ त यता सट्ट आइहाल्नु अलि चाइनिज लेखेर होला केटा हो नि हाउ
हामीहरू चाहिँ गुम्बा जाँदैछौँ गुम्बा यो गुम्बाको वे साथी हो यहाँ चाहिँ टिकटक चलिरहेको छ एक्सक्युज मी दिस इज द यदि तपाईँ बुद्धिस्ट रिलिजनलाई राम्रो मान्नुहुन्छ एकदमै राम्रो मान्नुहुन्छ भने तपाईँहरू एकचोटि लुम्बिनी चाहिँ अवश्य आउनुपर्छ दिस इज वान अफ द मोस्ट फेमस बुद्धिस्ट टेम्पल यो चाहिँ चाइना नेपालमा मिलेर बनाएको यो चाहिँ चाइनिज टेम्पल भनिन्छ यहाँ लुम्बिनीमा चाहिँ धेरै टेम्पलहरू छन् सबै कन्ट्रीहरूको which is related to Buddhist. This is also feel the music. So box square shape ma cha त्यो हाम्रो मूल गेट हुन्छ मेन डोर There is our ladies party. हेर्नु अब उयादेखि म तपाईँलाई एकछिनमा देखाउँछु त्यहाँबाट घुमेर ल्याउने हस् नानीहरू अलि बोलाउ न आमामा हिरो नि छ र यता त हामी पनि काम चाहिँ छैन है ल यो चाहिँ लुम्बिनीको व्हाइट गुम्बा हो पर भयो यो चाहिँ आगो बलिरहेको छ यो चाहिँ शक्ति भनिन्छ यो चाहिँ पानी परेको बेला घाम पानी जेमा पनि यो बलिरहन्छ के यो शक्ति भन्छ के सदा दिन हो अनि अघि हामी व्हाइट गुम्बा गयौँ नि हो पर यो माया देवी भन्छ आमा अनि यो चाहिँ छोरा गौतम बुद्ध के यो चाहिँ गौतम बुद्धको आमा त्यो जन्म उ भएको चाहिँ हो त्यस्तो हो के लुम्बिनी बुद्धको जन्मस्थल यहाँ आइपुग्यौँ लुम्बिनीको बुद्ध जन्मिने ठाउँमा आउनुलाई यस्तो कुद्नु पर्यो किन भन्दाखेरि चाहिँ तातोले यो चाहिँ बुद्ध जन्मेको ठाउँ भनेर हामी आउँदैछौँ खै कता हुनुहुन्छ उयो आमा छोरी यतातिर छौँ तातोले यहाँ जान लागिसक्यो ल हिँड्नु ल भ्यू के रे गर्मी महिनामा लुम्बिनी घुम्न आउनेहरूलाई काबु भयो ओए बब्जा गर्मी महिनामा लुम्बिनी आउनेहरूलाई के सजेस्ट गर्छौ लुम्बिनी गर्मी महिनामा आउनेलाई गर्मी महिनामा आउनेलाई चाहिँ बिहानै हो मर्निङमा आयो भने राम्रो हो नत्र त गुगन आयो
उफ गर्मी यस्तो गर्मी छ त्यो सफारी भन्छ नि हो त्यसको एरियामा पर्छ कि सो टुडे माई गेट अप अनि दिस इज सौरा Hello everybody, we are in Sauraha.